कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्मा गर्भाते करदर्शनम् ओम शांति शांति शांति। आज त साह्रै चिसो रहेछ, नुहाउन जानु पर्यो। ए बाबु त उठिसकेछन् नि। रामको बाबा, ए रामको बाबा छिटो आउनुहोस्, हामी रेडी भइसक्यौँ। ए 5 बजिसकेछ त, ल सुरु गरौँ। भाग्यमानी हुनु। ए ल अनिता, म बजार जाँदैछु, तिमीलाई के सामान चाहिएको थियो? ए बाबुको कपी र कलम सकेको थियो, त्यो आउँदा लिएर आउनु होला। हस् हुन्छ। बाबु तिमीलाई के चाहिएको थियो? त्यति त केही चाहिएको थिएन बुबा, तर एउटा सामान्य ज्ञानको किताब ल्याइदिनुहोस् न। ए ल म अहिले गएँ है। हस्। अनि बाबु हिजोको होमवर्क सक्यौ त? ए हिजोको होमवर्क त हिजो नै सकिसकेको थिएँ नि आमा। ल अब तिमी पढ्न बस्छ, अनि अब म खाना बनाउन जान्छु। हस् हस्। बाबु, ए बाबु, बाबा आइसक्नु भयो, ल खाना खाना आऊ। ए 8 बजिसकेछ नि। हुन्छ। बाबु लौ तिम्रो खाजा, आज 4वटा परोठा हालिदिएको छु, अनि मिलेर खानुहोस्। आमा 4वटा किन, 2टा भए पुग्छ त? होइन राख न, साथीहरूसँग मिलेर खानु नि। हुन्छ आमा। अनि आमा पेन? ए लौ आमा एउटा भए पुग्छ। होइन राख, साथीले नलागेको बेला काम लागिहाल्छ नि। हुन्छ।
बाबु उठ 8 बजिसक्यो 8 बजिसक्यो कि उठ स्कुल जान ढिला हुन्छ 8 बजिसक्यो कि उठ 8 बजिसक्यो उठ भनेको सुन्दैनस् तँलाई मैले कति बेला भनेको उठ भनेर कचोडी भन्नुपर्छ म आउने बेलासम्म मुख सुख धोएर रेडी भएर बस्नी ए बाबु सुतिरहेछौ बाबु उठ 9 बजिसक्यो तिमीलाई स्कुल जान ढिला हुन्छ हेर्नु गाइज मेरो छोरा त यस्तै छन् भने जति बेला नि सुते मात्र गर्छन् बरु हजुरको छोराछोरी कस्तो छन् कमेन्ट गरिदिनु होस् हजुरको छोरा त कस्तो अल्छी होइन गाइज कहाँ मेरो छोरा अल्छी मेरो छोरा अल्छी छँदै छैन किन आज यस्तो धेरै सुतेको भने हिजो हामी सबै फ्यामिली पार्टीमा गएको थियौँ आउँदै ढिला भएछ त्यही भएर आज थकाइ लाएर मात्रै सुतेको न त कहाँ मेरो छोरा यति सुत्छ त है बाबु बिहान नगराउनु के तपाईँको टिकटक उता गरेर चलाउनु हेर त यो बोलेको मसँग मेरो यत्रो टिकटकको फलोवर्सको अगाडि म लाइभ बसेको बेला तैँले मेरो बेइज्जत गर्ने म यहाँ आएर टिकटक चलाम कि त्यहाँ गएर टिकटक चलाम तैँले मलाई सिकाउने मैले तँलाई जन्माएको कि तैँले मलाई जन्माएको हो होइन बिहान किन झगडा गरेको तिमीहरू यसलाई त आफू सम्झाउनु म त सक्दिनँ मसँग त मुख मात्र लाग्छ मैले त भन्ने नि मान्दैन ल त तिमी कफी बनाऊ म यसलाई सम्हाल्छु कसैको नोकर बसेको छैन जसलाई खान मन लाग्छ आफै गरेर बनाउँदा हुन्छ सक्दिनँ म अहिले बिहान किन मुड खराब गर्ने किन झगडा गर्ने कति धेरै नराम्रो बानी पारेछ यसले बिहान ढिला उठ्ने मम्मीको कुरा नमान्ने कुनै दिन बेसरी खाँदैछ बाबु विचार पुऱ्याए पहिलेदेखि ल म गएँ बेला कफी बनाएर 12 बजे खान्छु अब ल टाइममा आउनु मम्मी मम्मी भात डढ्यो ल आज पनि यसले गर्दा मेरो खाना डढ्यो सधैँ यसले गर्दा मेरो खाना बिग्रिन्छ टिकटक मात्रै चलाउनुहुन्छ भात डढेपछि मलाई आरोप लगाउँछ यस्तै हुनुहुन्छ मेरो मम्मी हेर्दा अहिलेसम्म मोबाइल चलाइरहेको मैले तँलाई कति बेला भनेको हो खाना आइज भनेर जति भन्ने नि मान्दैन छिटो 2 मिनटमा खाना आइज 2 मिनटमा मुख सुख धोएर रेडी भएर खाना आइनस् भने तँलाई त मैले जानेको छु मोबाइल यसलाई त मोबाइल भए केही पनि चाहिन्न खाँदा पनि मोबाइल बस्दा नि मोबाइल हिँड्दा नि मोबाइल अरू टोयलेटमा पनि मोबाइल तब यही मोबाइलसँग गएर बेगर अनि त्यहाँ मुखमा जुठो लाग्यो हेर्दा फोरी तर त राम्रोसँग खाना खाएर मुख बस्न नि आउँदो रहेनछ धेरै नगराउनु कि तपाईँ यता दिनु मेरो झोला यस्तो बोलेको सबै विषयको होमवर्क गरेर भ्याएको छस् ला म्याथको पो होमवर्क थियो खुच्चिङ तँलाई 24 घण्टा मोबाइल हेरेर होमवर्क नगर मैले भनेको थिएँ र खै खाजा नि पैसा दिनु ला पैसा 50 लगी आउँछ 200 दिनु 200 रे त्यत्रो पैसा लगाएर के दुनियाँभरलाई बाँड्ने भनेको छस् लायो 50 रुपैयाँ अनि 100 को जे पनि आउँछ बेलुका आएर भोक लाग्यो भनेको थाहा पाउनु मात्र पर्छ नि तँलाई त मैले जानेछु तेरो हड्डीको यतिवटा टुक्रा गरिदिन्छु कि तँले गर्न पनि सक्दैनस् त्यसमै पेन किने पैसा दिनु न त होइन अहिले त पेन खान्छ कि कसरी खाइन्छ भन त न म कहिलेकाहीँ पेनले लेखेको देख्छु हरेक दिन तँलाई पेन किन चाहिन्छ लिएपछि पेन भ्याइन कस्तो कुरा गर्नुहुन्छ कि तपाईँ पनि जा त टेबलमा छ ल्याइ लिएर जा राख एउटा पेन राखी आज दुईटा पेन किन चाहियो एउटा पेन मात्र भए पुग्दैन यत्रो सारा सम्पत्ति तेरो भाउले दुनियाँभरलाई दिने भनेर राखेको छ यत्रो सम्पत्ति तपाईले मर्दाखेरि आफ्नो छातीमा राखेर लग्ने भन्नु भएको छ क्या हेर्दा यो मसँग बोलेको मैले मेरो सम्पत्ति छातीमा लगाएर मरम कि जे पो गरेर मरम तर कि मेरो सम्पत्ति मैले जसो पो गरेर खर्च गरम दिनु नगर्नु गर्छु गरिदिन्छु फेरि लाख त जस्तो कुलङ्गा छोरा मरिन के हुँदैन यत्रो बड्ड भइसक्यो आफ्नो कपडा धुने त टाढाको कुरा हो आफूले खाएको थाल पनि मार्न सक्दैन जय गुरुदेव गुरुआमा हजुरलाई हाम्रो कक्षामा स्वागत छ जय गुरुदेव बस्नुस् धन्यवाद गुरुआमा ल अब सबैजनाले एकछिन आफ्नो ढाड सिधा कम्मर सिधा गरेर आँखा बन्द गरेर एकछिन मेडिटेसनमा बस्नुहोस् बिस्तारै लामो सास माथि तान्नुहोस् फेरि तल फाल्नुहोस् फेरि तान्नुहोस्
ल अब सबैजनाले बिस्तारै आफ्नो हातलाई रब गर्दै आँखा खोल्नुहोस्। अब आज सबै क्लासमा प्रेजेन्ट हुनुहुन्छ? आर्यन आउनु भएको छैन गुरुआमा। उहाँ किन आउनु भएन त? म एकछिन उहाँको गार्जेनलाई फोन गरेर आउँछु है त। हजुरहरू चुप्प लाएर बस्दिनु होला। मे आई कमिङ म्याम? कम इन। आज किन ढिला आउनु भएको बाबु? साइकलको चेन बिग्रेछ। ए ल अब सबैजनाले हिजोको होमवर्क अगाडि राख्नुहोस्। हजुरको होमवर्क खै त? बिर्से म्याम। हजुरको सधैँको यो नयाँ बाहाना चल्दैन। हिजो पनि गर्नु भएन, आज पनि गर्नु भएन। आज त म हजुरको गार्जेनलाई फोन नगरी त छाड्दिनँ। हेलो, हजुर आर्यनको गार्जेन हो? ए आर्यनको बारेमा केही कुरा भन्नु छ? हजुरहरू आज एकछिन स्कुलमा आइदिनु होला नि। जति सक्दो चाँडो आइदिनु होला। ल अब सबैजना भोलि हजुरहरूको रिजल्ट छ, त्यसैले सबैजना आफ्नो गार्जेनसँग आउनु होला। र आज हजुरहरूको योगा र पिटीको अभ्यास छ दिउँसोभरि, त्यसैले हामी ग्राउन्ड जान्छौँ। ल हिँड्नुहोस्। रुखा आर्यन। किन म्याम? तिम्रो मम्मीलाई फोन गरेछु मैले, तिम्रो मम्मी आउँदै हुनुहुन्छ, त्यसैले तिमी एकछिन यहीँ बस। हुन्छ म्याम। अनि सुन, तिमीलाई के भएको छ आजभोलि? तिमी त हिजो पनि होमवर्क गरेनौ, आज पनि होमवर्क गरेनौ। हुँदा तिमी आज स्कुलमा लडेको कम्प्लेन पनि आएको छ। यदि घरमा केही समस्या छ भने भन न, म पनि केही सहयोग गर्छु कि। मम्मी बिहान उठेदेखि मोबाइल हेर्नुहुन्छ अनि मलाई पिट्नुहुन्छ मात्रै, अनि त्यसैले मेरो पढाइमा ध्यान जाँदैन म्याम। ए तिम्रो मम्मी आउँदै हुनुहुन्छ आज? म त्यसो भए उहाँसँग नै कुरा गर्छु है त। मम्मी आउनु न होला म्याम। ए रोह, म तिम्रो मम्मीलाई फोन गरेर आउँछु है त। तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। ला तिम्रो मम्मीको मोबाइल त स्विच अफ छ त, सायद आउनु हुँदैन होला। तिमी पनि जाऊ। भोलिपल्ट नमस्कार म्याम। नमस्कार। आज त सबैले रिजल्ट लगिसके जस्तो छ नि म्याम। होइन होइन, एक दुईजनाको बाँकी छ। हामीलाई आउन ढिलो त भएन म्याम? होइन, हजुरहरू टाइममै आउनु भएको छ। अनि म्याम हजुरसँग नभेटेको पनि 1 महिना जति भइसकेको थियो। आजकल बाबुको पढाइ चाहिँ कस्तो छ नि? बाबुको पढाइ त अति नै राम्रो छ। पढाइ सँगसँगै उहाँको संस्कारको त झन् कुरै नगरौँ। उहाँ अति नै राम्रो हुनुहुन्छ र उहाँको बाहिरी क्रियाकलाप पनि अति नै राम्रो छ। यो सबै श्रेय तपाईँ र तपाईँको विद्यालयमा नै जान्छ म्याम। होइन, हामीलाई यस्तो भनेर लजित बनाउने नगराउनुहोस् न। उहाँ यस्तो हुनुको कारण त हजुरहरूले घरमा कस्तो संस्कार दिनुहुन्छ त्यसले भएर हो। जोस् मेरो छोराले नाग राखेको छ म्याम। अब ल रिजल्ट हेरौँ। हुन्छ एकैछिन है त। लिनुहोस् हजुरको छोराको रिजल्ट। मेरो छोरीले सबैमा A+ ल्याएको रहेछ। ये फोजी पिए बाबा, फोजी पिए मम, फोजी पिए। ल देख्नुभयो त, संस्कारले असल बानीमा मात्रै होइन पढाइमा पनि कति धेरै फाइदा पुर्याउँछ। म्याम हाम्रो बाबुको पढाइ B+C भए पनि हामीलाई केही छैन, तर हाम्रो बाबुको संस्कार सधैँभरि यस्तै रहिरहोस्। मेरो छोराको सधैँ यस्तो देख्न पाऊँ म्याम। हजुरहरूले आफ्नो छोराको जलमल राम्रो दिनुभएको छ, त्यसैले हजुरको छोराको जरा बलियो भइसकेको छ। त्यसैले होला म्याम, बाबु बिहानै उठेर योग ध्यान गर्ने अनि हामीलाई पनि उठाउने गर्दछन्। आहा, नियमित योग पनि? हजुरको परिवार त संस्कारयुक्त परिवारको एक उदाहरण पनि हो। ल म्याम, हजुरले हामीलाई धेरै राम्रो कुरा भनिदिनु भयो। ल हामी अब जान्छौँ। हस् त, धन्यवाद। हस् धन्यवाद। नमस्कार। कस्तो खालको मान्छे हो? नमस्कार म्याडम। नमस्कार। नमस्कार। ल बस्नुहोस्। खै मेरो बाबुको रिजल्ट हेरौँ त। रुक्नुहोस् है एकैछिन। छिटो गर्नु न, मसँग टाइम छैन के। हस्, लिनुहोस् हजुरको छोराको रिजल्ट। सबै विषयमा डी यस्तो नि हुन्छ रिजल्ट। मैले तँलाई कति भनेको हो राम्रोसँग पढ 24 घण्टा मोबाइल नचला भनेर। आज आएर तैँले मेरो विद्यालयमा पनि बेइज्जत गर्ने, अरू ठाउँमा त बेइज्जत गर्थिस्, विद्यालयमा पनि बेइज्जत गर्ने हो तैँले मेरो। यस्तो रिजल्ट नि हुन्छ? जहाँ गए पनि जहिले पनि मेरो बेइज्जत मात्र गर्न आउँछ हानेर म गए आदि। जा त त मरे नि केही हुँदैन। यसरी नपिट्नुहोस् न आफ्नो बच्चालाई। तपाईँ चुप लाग्नुहोस्। यो सब तपाईँहरूकै कारणले भएको हो। तपाईँले अरूको बच्चालाई मात्र नभएर मेरो बच्चालाई पनि ध्यान दिएको भए आज यस्तो हुन्थ्यो? होइन, के भन्दै हुनुहुन्छ यस्तो?
जे भन्दैछु सही भन्दैछु। त्यसो भए हजुरको बच्चाले कहिले होमवर्क गर्छ कि नै भनेर उसको कपी चेक गर्नुभएको छ? हामीले विद्यालयमा हजुरलाई आउनुहोस् भन्दा हजुर आउनुभएको छ। हिजो हजुरको बच्चाले होमवर्क गरेको थिएन, हुँदा लडेको कम्प्लेन पनि आएको थियो। त्यति बेला हजुरलाई फोन गरेर बोलाउँदा हजुर आउनुभयो। लड्यो रे, मेरो बाबुले यस्तो गर्नै सक्दैन। कति ज्ञानी छ मेरो बच्चा, मैले त्यसलाई कति राम्रो संस्कार दिएको छु। बरु त्यही त्यसको साथीले पिट्यो होला त्यसलाई। संस्कार कस्तो दिनुभएको छ यहाँ देखिहाल्यो नि। हामीलाई हजुरको बारेमा केही पनि नथाहा पाएको हो र? हजुरले भन्नुहोस् नडाटेर दिनमा कति घन्टा मोबाइल चलाउनुहुन्छ? म त्यति धेरै मोबाइल चलाउँदिनँ, दिनमा त्यही 1-2 घन्टा त हेर्छु त। हामीसँग झुट बोल्न नखोज्नुहोस्, जे हो त्यही साँचो भन्नुहोस्। त्यही दिनमा 8-10 घन्टा हेर्छु। ओ यति धेरै मोबाइल हेरेपछि त बच्ची त बिग्रिने भइहाल्यो नि। हजुरले यति मोबाइल नहेरेको भए बच्चा बिग्रिने नै थिएन नि। मैले मोबाइल हेरेर मेरो बच्चालाई के असर पर्छ र म्याम? त्यति मैले मोबाइल जति हेरे पनि त्यसलाई त केही पर्दैन। त्यसले भनेको जति त सबै मैले त्यसलाई पुऱ्याइदिएकै त छु। हो यही भनेर बिग्रेको छ आजकलको परिवारहरू। हजुरले आफ्नो बच्चाले जिद्दी गर्ने बित्तिकै फोन किनिदिनुहुन्छ। कहिले एकपटक सोच्नु भएको छ उसको मोबाइल चलाउने उमेर भएको छ या छैन भनेर? आफ्नो बच्चाले कहिले के हेर्छ भनेर उसको सर्च हिस्टोरी चेक गर्न खोज्नु भएको छ? आफ्नो बच्चालाई कहिले टाइममा सुत्यो कि सुतेन भनेर उसको रुममा गएर हेर्नु भएको छ कहिले? बच्चा जन्माउने मात्रै ठुलो कुरा होइन म्याडम, बच्चालाई कस्तो संस्कार दिने त्यो ठुलो कुरा हो। ए म्याम, मबाट त गल्ती भएकै रहेछ। बरु मेरो बाबुको बानी सुधार्न चाहिँ के गर्नुपर्छ त मैले? हजुरको बाबुको बानी सुधार्नका लागि सर्वप्रथम त हजुर सुध्रिन अति नै आवश्यक छ। बच्चाहरूले हजुरले गरेको देखेर नै गर्ने हुन्। त्यसैले हामीले नै राम्रो बानी सिकायौँ भने बच्चाहरू आफै राम्रो हुन्छन्। सुन्नुहोस्, बच्चाबच्चीहरू भनेका ऐना हुन्। हजुरले जस्तो देखायो त्यस्तै नै देखिन्छन्। त्यसैले हामीले घरमा राम्रो सिकायौँ भने उनीहरूले राम्रो सिक्ने हुन्। हजुर झर्केर बोलिदिनुहुन्छ, त्यही भएर बच्चा स्कुलमा पनि त्यस्तै ह्याबिट देखाउँछ। त्यसैले हजुरहरूले यो बानी छोड्नुपर्छ। ए म्याम, बाबुको बानी सुधार्न त मैले हजुरले भने जस्तो गरौँला, तर मेरो बाबुले पढाइमा मनै गर्दैन। मेरो बाबुको पढाइ सुधार्न चाहिँ मैले के गर्नुपर्छ र? हजुरको बाबुको पढाइ सुधार्नका लागि केही गर्नु पर्दैन। हजुर आमा छोरा दैनिकी उठेर बिहानै योग गर्नुहोस्, अनि हजुरको बच्चाको पढाइमा मन त आफै नै गइहाल्छ। यदि यो गर्न हजुरलाई गाह्रो भएको छ भने हाम्रो इगरब्रिज माध्यमिक विद्यालयको ध्यान तथा योग केन्द्र सधैँ छ नि। बिहान 5 बजेदेखि 6:30 बजेसम्म निःशुल्क योग ध्यान हुने गर्दछ। यहाँ हजुर यहाँ केही ज्ञान लिएर जान सक्नुहुन्छ। यदि बच्चाको पढाइमा अझै पनि सुधार गर्नु छ भने हजुरले आफ्नो बच्चालाई पनि यहाँ लिएर आएर योग ध्यान गर्न सक्नुहुनेछ। संस्कार भएको बच्चा आफ्नो पढाइमा निरन्तर चल्छ भने संस्कार जोसँग छैन त्यो जति नै पढाइमा ट्यालेन्ट भए पनि कहिले पनि माथि पुग्न सक्दैन। ए म्याम, धेरै राम्रो कुरा गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। होइन, म अहिले हजुरको धन्यवाद लिदिनँ। जुन दिन हजुर र हजुरको परिवारमा परिवर्तन आउनेछ त्यही दिन म हजुरको धन्यवाद लिनेछु। ए म्याम, अब म जान्छु है त। भोलि इगरब्रिज योग ध्यान केन्द्रमा भेटौँला। हस्। के उहाँको परिवारमा परिवर्तन आउला त? उहाँको परिवारमा परिवर्तन आउला नआउला त्यो थाहा भएन, तर हजुरको परिवारमा परिवर्तन आउन अति नै महत्त्वपूर्ण रहेको छ। यदि हजुरहरूलाई पनि यस्तो गर्नु छ भने हाम्रो इगरब्रिजको ढोका हजुरहरूको लागि सधैँ नै खुल्ला रहनेछ। हाम्रो इगरब्रिज माध्यमिक विद्यालयमा ध्यान तथा योग केन्द्रले निःशुल्क बिहान 5 बजेदेखि 6:30 बजेसम्म योग तथा ध्यान गराउने गर्दछ। त्यसैले हजुरहरू आएर यहाँ योग तथा ध्यान गरेर जान सक्नुहुन्छ भन्दै यहाँबाट बिदा हुन चाहन्छु र अन्त्यमा सबैले सुन्नुहोस्, संस्कारले नै गर्छ भविष्यको जग निर्माण। धन्यवाद।